यहाँ हेभी राइडर राजकुमारको फ्यान। अरे कहना क्या चाहते हो? अनि यो चाहिँ हाम्रो कुकम्यान। वेलकम टु माई न्यू ब्लग। सो आज हामी अब केटाहरूसँग खाना आएको। अब के बनाउँछ होला केटाहरूलाई थाहा छैन। सो यो चाहिँ मेरो न्यू भिडियो न्यू ब्लग्स। सो आज यो भिडियोमा लाइक सब्सक्राइब फुल हानिदिनु होला, 50सम्म लास्ट भिडियोसम्म हेरिदिनु होला। सो गाइज अब हामी चाहिँ यहाँ जसरी चटनी बनाउनु गइरहेको छौँ। चटनी होइन सस हो, सरी यो चाहिँ हल्का मिस्टेक भइरहेको छ। अघिको भ्लगमा चाहिँ भन्दा थियो हल्का पर्खिनु होला। अब हामी केटाहरूसँग यहाँ गइरहेको छौँ। अब मेरो घर चाहिँ हल्का यहाँ चटनी बनाउनु गइरहेछौँ। ल यति नै, अब हल्का बाटोमा भेट होला। जब हामी यहाँ बाटोमा आइसकेको छ, यो चाहिँ अब मेरो घर जाने बाटो। सबै साथीहरूले चिन्नु भएको होला, नचिनेको भए पनि अहिले देख्नु भइसक्यो होला। ल सो अब हामी यहाँ टमाटरको चटनी बनाउनु जाला। अब यता चाहिँ मेरो घर आइसकेको छ। सो अहिले चाहिँ हामी यहाँ मेरो सानो भ्लगर, यहाँ दुइटा अब केटाहरू चाहिँ हामी चलपहल हामी अब साइकल यात्रा, बाइक पाएन के गरौँ। र यही नै हो। अब मेरो घर चाहिँ पुगिसकेको छ। अब यहाँ चटनी बनाऊँ। चटनी बनाएपछि अब चटनी बनाऊँ। हल्का यहाँ सटाम के गरौँ परौला। यहाँ साथी भगलले गरिहाल्नु होला। यहाँ हेभी राइडर राजकुमारको फ्यान। अब यहाँ म आफ्नो घर पुगिसकेको छु। गाइज अब चाहिँ हामी यहाँ चटनी बनाएर रेडी भइसकेको छौँ। यहाँ चाहिँ अब चटनी यो चाहिँ हाम्रो कुकम्यान। जहिले पनि यसले बनाउने हो चटनी जे पनि होस्। हाम्रो खानासानामा सबै यही हो। जुन बेला पनि अहिले चाहिँ यस्तो बब्बाल मौसम भइरह, यो हावा हल्का डिस्टर्ब आउला होला, यसलाई छोडिदिनु होला। ल अहिले चाहिँ हामी अब चाहिँ हामी यसकै घरतिर जानला। सो गाइज अब त्यही गरेर भेटौँला। अब के आलु चप बनाउला के बनाउन थाहा छैन, तर चटनी चाहिँ बोकेर गइरहेको छौँ। ल जब हामी चाहिँ घरमा पुगिसकेको छौँ। यहाँ चाहिँ आलु चाहिँ उसिन्नको लागि राखेको छौँ। केटाहरूले भने अघिदेखि आलु चाहिँ उसिनेको छैन अरे। यही हो मेन डन। यहाँ कहिले आलु उसिन्न कहिले के अरे। अघि यहाँ रिसा थियो एकछिन। यहाँ चाहिँ केटाहरूले आँप चोरेर कहाँबाट लगेको कहाँबाट ल्याउँछ, कहाँबाट कि थाहा हुन्न। सो गाइज अब चाहिँ अब आलु उसिने भने अब हजुरहरूलाई भेटौँला। गाइज यहाँ हाम्रो आलु चाहिँ उसिनिसकेको छ। सो अब हामी यहाँ आलु सालु केलाएर अब फेरि के बनाउनु गएको छौँ, हजुरहरू देखाउने छौँ। भिडियोमा बसिरहनु होला। यहाँ जब केटाहरूले चाहिँ के गर्छ, सबैजना काममै भिड छ। म चाहिँ क्या भ्लगमा आइदिउँ भनेर एकछिन नकाम गरेँ। अब यो आलु चाहिँ यति धेरै हो। अब उसिनिसकेको छ। अब यो केलाएर राम्रोसँग मिक्स हानेर अब गरौँला। ल यो भिडियो लास्टसम्म हेरिदिनु होला। गाइज अब हामी चाहिँ यहाँ आलु सालु सबै केलाएर सबै यहाँ मिक्स हानेर अब यहाँ चाहिँ आलु चप यहाँ सेफमा ल्याइरहेछौँ। यहाँ चाहिँ अब सेफमा भइरहेछ सबैजना काममा। यो चाहिँ यहाँ कुकम्यान हाम्रो नदेखेको होला, हल्का फुल्का केही हुन्न यस्तो हल्का यही हो पारा हाम्रो केटाहरूको। हामी चाहिँ अर्को भाइ चाहिँ अब के गरेर थाहा छैन, तेह्र छोडिदिनु। हामी चाहिँ अब यहाँ एकछिन आलु सालु सबै साइज आलु चपको साइजमा ल्याएर सबै यहाँ मिक्स हानेर मिक्स त भइसक्यो। सबै अब काम गरेर अनि हजुरहरूले फेरि भेट्नेछौँ यही भ्लगमा। यहाँ हजुरहरूले यसरी हान्न सक्नुहुन्छ। हामी यहाँ ट्युटोरियल बनाइरहेको छौँ। हजुरहरूले पनि यहाँ लप्प त्यहाँ तेलमा च्वाप्प, यहाँ अब फेरि यसरी यहाँबाट उठाउने एउटा ठ्याक्कै हाल्ने अनि ठ्याक्क अब फेरि तेलमा तेलमा। सो हजुरहरूले पनि यसरी बनाउनु सक्नुहुन्छ, केही छैन। हामी यहाँ सबै काम गर्छौँ। यहाँ कुकम्यान सबै हो, यहाँ हाम्रो कामसाम गर्ने मान्छे सबै हो। हामी केटाहरू चाहिँ यस्तै हो। हाम्रो भ्लगमा अरू केही देख्नुहुन्न, धेरै जस्तो टाइममा पुरै देख्नुहुन्छ खानेकुरा जहिले पनि। गाइज हामी चाहिँ अब यति बनाइसकेको छौँ। अब यति चाहिँ अब बाँकी छ। सो गाइज हजुरहरूले यो रेसिपी प्रायः पनि हाल्न सक्नुहुन्छ। यस्तो बबाल सिम्पल एन्ड मिठो टक्कर लागेको रेसिपी हो। सबैजना प्रायः हाल्नु होला। एकचोटि अनि कमेन्ट पनि हाल्नु होला कस्तो लाग्छ भनेर हजुरहरूलाई यो रेसिपी। सो अब चाहिँ हाम्रो यहाँ बाँकी छ। यहाँ चाहिँ धेरै जानी पल्टेर यहाँ खाना गइरहेको होला। गइहाल्यो धेरै यहाँ जानी पल्टिन्छ भने यस्तै हुन्छ।
हाम्रो यहाँ सबै आलु चपहरू बनिसकेको छ। अब त यहाँ हुन्छ अरे यो चाहिँ हाम्रो आलु चप, यो चाहिँ यहाँ चिजबल बनाउला। यहाँदेखि धेरै अन्डा उसिने अन्डा भुजिया चाहिँ बनाइरहेको केटाहरूले। सो यहाँ हाम्रो कुकहरू चाहिँ काम लागेन। सो गाइस अब चाहिँ हाम्रो खानातिर अब गइरहेको छौँ, खाने हो। सो यहाँ चाहिँ सुरु भइसकेको छ। सो यहाँ चाहिँ हाम्रो यहाँ दुईवटा भेराइटीहरू भातसात पनि खान मलाई खाउला अहिले हजुरहरूलाई। तर यति नै, अब हामी खान्छौँ, हजुरहरू पनि हेर्नु होला। यहाँ अब हजुरहरू यही हो, अब भिडियो लास्टसम्म हेरिदिनु भएकोमा धन्यवाद। सो गाइस अब चाहिँ च्यानलमा चाहिँ धेरै सपोर्ट देखाइदिनु होला। यो हाम्रो च्यानल पहिलाको च्यानल चाहिँ गइसकेको छ। सो गाइस ल बाई बाई।